सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर 1 तुसारे भन्ने सानो गाउँमा जन्मिएका कुसाङ लामा जो बल्ल तल्ल चाइनाबाट नेपाल सामान ढुवानी गर्ने एउटा भ्यान किन्ने हैसियतमा पुगेका थिए, अर्थात् केही लाख रुपैयाँ पैसाको मालिक बनेका कुसाङ आज एकाएक 25 करोड रुपैयाँ नगदसहित पक्राउ परेको भन्ने समाचारले सिङ्गो देश तातिरहेको छ। एउटा गाउँमा हुर्केको लामाको छोरो आज देशमा सबैभन्दा बढी ठूलो रकम तस्करी गर्नेहरूको सूचीमा कसरी पुगे? अनि के साँच्चै कुसाङ जस्ता जो गाउँमा एक सामान्य जीवन बिताएर भ्यानमा कन्डक्टरको काम गर्दै ड्राइभर बनेका एक व्यक्तिले यति ठूलो रकम तस्करी गर्ने क्षमता बनाउन सक्छन् त? त्यसमा पुर्याइसकेपछि प्रहरीको टोलीले भ्यानमा लुकाउन मिल्ने र लुकाउन सक्ने जति सम्भावित ठाउँहरूमा भिडियोग्राफीको माध्यमबाट खोजी गर्न थाले र केही समयको खोजीपछि नभन्दै कुसाङ बस्ने सिटको माथि बनाइएको फल्स बटमभित्र प्रहरीले कार्टुनको यस्ता पोकाहरू भेटाए, जुन पोकाहरूलाई खोलेर हेर्दा अमेरिकन डलर र युरोले भरिएको पाए। यति भएपछि प्रहरीले उक्त सूचना मिडियामा दिए र आज बिहानैदेखि काठमाडौँमा करोडौं पैसासँग एउटा भ्यान समातिएको भन्ने खबरहरू आउन थाल्यो। अपुष्ट खबरहरू आउँदै गर्दा आज दिउँसो अपराध महाशाखाले पत्रकार सम्मेलन गर्दै भ्यान, त्यसका चालक कुसाङ लामा र उक्त भ्यानबाट बरामद भएको 25 करोड 1,60,338 रुपैयाँ नगद सहित सार्वजनिक गर्यो। काठमाडौँ अपराध शाखाले अहिलेसम्मकै ठूलो रकम जफत गर्न सफल भएपछि आखिर कुसाङ को हुन् त भन्ने बारे प्रारम्भिक अनुसन्धान गर्दा उनी यो भन्दा अगाडि पनि रसुवाबाट गल्छी हुँदै काठमाडौँ आइरहेको बा 7420 नम्बरको हाइलक्स गाडीबाट 7 किलो सुनसहित समातिएर 5 वर्ष जेल बसी 2078 सालमा जेलबाट छुटेका एक पूर्व अपराधी रहेको तथ्य पत्ता लाग्यो। उनको यही पुरानो तस्करीको कडीलाई जोडेर अहिले पनि कुसाङले सुन तस्करीकै लागि चीनसँग जोडिएको केरुङ नाकामा यो पैसा लान लागेको होला भन्ने अनुमानमा प्रहरी पुगेका छन्। तर यो पैसा कसको हो? कुसाङले आफ्नो गाडीमा राखेर केरुङ किन लाँदै थिए र कुसाङले 2078 सालपछि जेलबाट छुटेपछि यस्तो काम पहिलो पटक गर्दैछन् या उनले यो बीचमा धेरै पटक गरे त भन्ने यावत प्रश्नहरूको जवाफ अझैसम्म पनि प्रहरीसँग छैन, किनकि उनलाई आज अपराध शाखाले अदालतबाट म्याद थप गरी राजस्व विभागलाई बुझाएको छ भने यो रकम कुसाङको होइन, उनी केवल भरिया मात्र हुन् भन्नेमा चाहिँ अपराध शाखाका अधिकृतहरू पक्कापक्की पुगिसकेका छन्। अब यहाँ कैयौं प्रश्नहरू खडा भएको छ, जसमध्ये एक भनेको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाको तुसारे भन्ने एउटा सानो गाउँमा जन्मेका कुसाङ जस्ता युवाहरू आखिर यसरी देशकै ठूलो तस्करको लिस्टमा कसरी पुगे त? यो कुरा बुझ्नको लागि तपाईले सिन्धुपाल्चोक जिल्लाको थोरै भूगोललाई बुझ्नुपर्ने हुन्छ। आजको दिनसम्म सिन्धुपाल्चोक एउटा यस्तो जिल्ला हो जो नेपालको राजधानी यानी काठमाडौँ र छिमेकी राष्ट्र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरी भएको एक जिल्लामा पर्छ। काठमाडौँबाट काभ्रेको बनेपा धुलीखेल हुँदै अरनिको राजमार्ग भएर जाने हो भने जम्मा 113 किलोमिटर पार गरेपछि सिन्धुपाल्चोकको तातोपानी, कोदारी र लिपिङ हुँदै चीनको उत्तरी भेग तिब्बती नाकामा पुग्न सकिन्छ। भौगोलिक हिसाबले विकट भए तापनि सिन्धुपाल्चोक जिल्ला राजधानीबाट नजिक र खास गरिकन चीनसँग नाका जोडिएको कारणले गर्दा यस जिल्लामा, त्यसमा पनि अझ खास गरिकन उक्त भेगका युवाहरू पढाइ लेखाइमा भन्दा पनि बढी यस्तै भ्यानहरूमा कन्डक्टर बन्दै ड्राइभर बन्ने, खासाबाट सस्तोमा सामान ल्याएर नेपालमा बेच्नेदेखि लिएर चीन र नेपाल जोड्ने पुलमा व्यापारीहरूको सामान तार्ने यानी कि झोले व्यापारमा लाग्ने र आम्दानी गर्ने चलन बनिरहेको थियो। यही ट्रेनलाई पछ्याउँदै कुसाङ जस्ता हजारौं युवाहरू ड्राइभिङ पेसामा लागे र आज पनि सिन्धुपाल्चोक